ढुक्क नेपाल सरकार, मरेको सरकार। 40-50 जनाको जम्बो टोली बोकेर भ्रमणमा चाहिँ देशको राज्यको ढुकुटी सकाएर चाहिँ घुम्न जाँदा बेलामा अलिकता पनि शरम लागेन, लाज लागेन है। तर आज यो एउटा भाइ, जुन एउटा विपिन जोशी भाइ यसरी आफ्नो जिन्दगी कहाँ के छ भन्नु, उसको परिवार, आफ्नो आमा बहिनी यसरी चाहिँ तडपेर हिँड्ने बेलामा आज एउटा इजरायल जस्तो एउटा अननोन ठाउँमा चाहिँ देशले खोज्न पर्ने ठाउँमा आफ्नो परिवारको एउटा चेली, 2टा चेली त्यसरी पुग्दा बेलामा तिम्रो मनमा अलिकता पनि दया पलाएन है। हुन त अब तिमी जस्तो सोसाकी शासक 2 कौडीको सरकार है, जो एउटा भ्रष्ट सरकार, देश बेचेर खाने तिमी जस्तो भत्तुवालाई देशको अब जनताको त के माया होइन। तिमीलाई त रेमिटेन्सको माया हो होइन। तिमीलाई त पढेर देशमा केही गर्छु भन्ने बच्चाहरूको लागि त्यो केही होइन क्या। तिमीलाई धिक्कार छ क्या। तिमीलाई त्यो देशले मात्र होइन, सम्पूर्ण सबैले सराप छ क्या नेपाल सरकार। देशको ढुकढुकी सबै कुरा सकाएर यतिसम्म गर्न सक्ने तिमीले होइन, एउटा देशको एउटा होनहार युवा